वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज म चितवनदेखि चाहिँ काठमाडौँसम्मको यात्रा गर्दैछु। हेर्न सक्नुहुन्छ म चाहिँ गाडीलाई कुरिरहेको छु। म आप्टारी पुगेर चाहिँ बहिनीहरूलाई कुर्दैछु। फाइनली हामी चाहिँ बस चढिसकेको छौँ। दुईजना पछाडि छौँ भने दुईजना बहिनीहरू अगाडि बस्नु भएको छ। हेर्न सक्नुहुन्छ हामी चाहिँ एकदम रमाउँदैछौँ। त्यसपछि हामीलाई एकछिनमै भोक लाग्छ साथीहरू। हामी सबैजनालाई चाहिँ नुडल्स अर्डर गर्छौँ र हामी धादिङमा चाहिँ नास्ता खाँदैछौँ। फेरि साथीहरू हामी चाहिँ धादिङबाट निस्किसक्यौँ र बहिनी चाहिँ सुतिसकेकी छिन्। म पनि सुतेँ र बहिनीले चाहिँ भिडियो बनाइरहेछिन्। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ जाम पर्छ र हेर्न सक्नुहुन्छ यहाँ चाहिँ लाइन एकदम लामो छ र हामी चाहिँ कुरिरहेको छौँ र गाडी चाहिँ अगाडि पनि बढेको छैन साथीहरू। फाइनली हाम्रो चाहिँ जाम खुल्यो र हाम्रो गाडी चाहिँ अगाडि बढिसक्यो। हेर्नुहोस् न साथीहरू हामी चाहिँ काठमाडौँ जाँदै गरेको भ्यूज हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ कस्तो राम्रो बादलहरू पहाडहरू हेर्न सक्नुहुन्छ। कस्तो राम्रो हरियाली देखिएको छ। तपाईहरूले पनि काठमाडौँ जाने क्रममा यो सुन्दर दृश्यहरू देख्नु भएको होला। यो सुन्दर दृश्य देख्दा हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? तर मलाई चाहिँ यतै बसौँ यस्तो सुन्दर पहाडहरू नदीहरू बादलहरू देख्दा त कस्तो आनन्द महसुस हुन्छ। फाइनली 5 घन्टापछि चाहिँ हामी कलङ्की पुगिसक्यौँ। काठमाडौँ आउने साथीहरू कस्तो गर्मी रहेछ र एउटा आन्टी चाहिँ छाता खोज्दै थियो हामी ठाउँमा आउनुभयो। धन्न एउटा बहिनीले चाहिँ छाता ल्याएकी रहेछिन् र उहाँको छाताको छहारीमा चाहिँ हामी बस्दैछौँ। हामीले ड्राइभ गरेर अब कलङ्कीदेखि थेचु जाँदैछौँ। हामी पछाडि बसेको छौँ भने एउटा बहिनी अगाडि बसेकी छिन्। अब चाहिँ हामी कलङ्कीको ओह्रालो हेर्न सक्छौँ जहाँ चाहिँ कस्तो राम्रो दृश्य देखेको छ र यो चाहिँ बालेन सिटी हो। यहाँ चाहिँ मलाई काठमाडौँ भन्दा पनि बाहिरैतिर गएको जस्तो फिल भइरहेको छ। फाइनली हामी चाहिँ पुगिसकेको छौँ। बाई बाई अङ्कल, राम्रोसँग जानु होला। हामी चाहिँ पुग्ने बित्तिकै दिदीले चाहिँ हामीलाई स्वागत गर्नुभयो र हामी चाहिँ भित्र प्रवेश गरिरहेको छौँ। यो चाहिँ थेचुको पाहाई टेम्पलको गार्डन हो। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कस्तो राम्रो फुलहरू छ। अब चाहिँ हामी रुममा पुगिसक्यौँ र एकछिन चाहिँ हामी रेस्ट गर्छौँ रमाइलो गर्दै। अब हामी नास्ता खान बाहिर गयौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ साथीहरूसँग चाहिँ हामी हिँड्दैछौँ र हामीले चटपट खायौँ। भिडियो बनाउने चक्करमा मैले चाहिँ पानीपुरीको भिडियो बनाउन बिर्सेछु गाइस। यहाँ हेर्न सक्नुहुन्छ कस्तो मिठो चटपट। हाम्रो पाहाई टेम्पलको गार्डनमा कस्तो राम्रो फुलहरू फुलेको रहेछ। मलाई चाहिँ एकदम राम्रो लाग्यो। कस्तो राम्रो झप्प परेको यहाँ चाहिँ सुकेको फुल। अब सबैजना मिलेर हामीले चिया र बिस्किट खायौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई गाइज। फेरि भेटौँला अर्को ब्लगमा। Thank you for watching my video.